हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। म फेरि आज पनि एउटा छोटो मिठो भ्लग बनाउनको लागि छुट्टीको दिन बाहिरतिर निस्किँदैछु। कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर फाइनली गाइज म चाहिँ बेसमेन्टमा आएको होइन। बेसमेन्टमा मेरो साइकल इलेक्ट्रिक साइकल चाहिँ यहाँ छ है, देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा यहाँ छ। आज चाहिँ म साइकल लिएर बाहिरतिर हल्का घुम्न जाँदैछु होइन। देख्न सक्नुहुन्छ गाइज, साइकल चाहिँ यो हो होइन। यो चाहिँ मेरो साइकल होइन। फाइनली अन भइसक्यो। यो चाहिँ होइन 1 2 3 4 चारवटा मात्र चार्जर छ होइन। 80% मात्र चार्जर छ। यहाँ एउटा चाहिँ हराइसकेको छ होइन। 100% हुनुपर्ने 80% मात्र चार्जर छ। अब हेरौँ कहाँसम्म पुऱ्याउँछ, फर्काउँछ कि नै पुऱ्याएर होइन। पार्कसम्म पुऱ्याएर हेर्दै गरौँ न त कस्तो हुन्छ है त गाइज। साइकल चाहिँ यस्तो छ, तपाईँले देख्न सक्नुहुन्छ गाइज। म चाहिँ बाहिर निस्किसकेको है त, बाहिर निस्किसकेको होइन। यो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यो म बस्ने कन्डिसन चाहिँ यो हो होइन। अनि पछाडि चाहिँ ब्याकग्राउन्डमा यस्तो छ गाइज, यो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ मेरो है त, म बस्ने ठाउँ है त। म बाहिर निस्किसकेको छु। अब एकछिनमा चाहिँ म हिँड्न जान लागेको एकछिनमा चाहिँ होइन। बाहिरतिर देख्न सक्नुहुन्छ साइकल चाहिँ रेडी छ र एकछिनपछि म तपाईँहरूले बाहिरतिर पनि देखाउँछु है त गाइज। मैले चाहिँ होइन क्यामेरा साइकलमा लगाएको छु होइन। साइड झर्छ होला मलाई लाग्छ जहाँसम्म होइन। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ पुरा हाइवे छ होइन। यताको गाडीहरू चाहिँ यति स्पिड हिँड्छ नि, यति स्पिड हिँड्छ नि। बी केयरफुल भएर मात्र बाटो काट्नु होला भन्न चाहन्छु है त। गर्मी एकदमै छ, देख्न सक्नुहुन्छ मेरो पुरा पसिना भएर आज म होइन। यतिकै बाहिरतिर हिँड्दै पनि होइन। हेर्दै गर्नु होला पार्क कस्तो छ त। खासै भिड त छैन होला आज, सन्डे त भिड हुँदैन। अफिसहरू सबै खुल्छ नि त, केटाकेटीहरूको छुट्टीहरू पनि हुँदैन। अनि त्यही भएर पार्क बिजी हुँदैन। तर पनि हेर्न सक्नुहुन्छ कस्तो छ है त पार्क, तपाईँहरूले देख्न सक्नुहुन्छ है त। फाइनली गाइज म चाहिँ पार्कमा आइसकेको छु होइन। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ कस्तो छ होइन। पार्क चाहिँ यस्तो छ है त। अनि म भित्र गएर पनि देखाउँछु तपाईँहरूलाई कस्तो छ होइन। यो नयाँ ओपनिङ भएको है त, नयाँ ओपनिङ भएको मेरो रुमदेखि नजिकै छ। म्याक्सिमम् 10 मिनट लाग्छ रुमदेखि होइन। तपाईँले हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा म सब फुल देखाउँछु ल है त तपाईँहरूलाई। फुल भिडियो देखाउँछु तपाईँहरूले पार्कको कस्तो लाग्छ हेर्दै गर्नु होला है त।
गाइज पार्कको इन्ट्री चाहिँ यहाँबाट हुन्छ है त। बब्बाल छ है, म तपाईँहरूले देखाउँछु है त गाइज। बब्बाल छ है। गाइज पार्क चाहिँ बब्बाल छ होइन, धेरै राम्रो भन्दा पनि धेरै राम्रो छ पार्क होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले ब्याकग्राउन्डमा, तर मान्छेहरू चाहिँ छैनन् आज, किनकि आइतबार अफिस स्कुलहरू सबै खुल्छ होइन। त्यस कारणले गर्दाखेरि पार्कमा मान्छेहरू चाहिँ त्यति धेरै छैनन्। पार्क चाहिँ बब्बाल नै छ है त, देख्न सक्नुहुन्छ। फोटो भिडियो बनाउनको लागि चाहिँ बब्बाल है। म चाहिँ एक्लै आएछु पार्कमा, एक्लै हो। केटाहरू सबैको ड्युटी छ होइन, मेरो मात्रै छुट्टी थियो सन्डेको होइन। त्यही भएर म पार्कमा एक्लै आएको। अब फोटो भिडियो बनाउने मान्छेहरू पनि कोही पनि छैन कि, केटाहरू कोही पनि छैनन्। अब अरूलाई यतातिर बसेछन्, अब यिनीहरूलाई भन्ने कुरा पनि भएन होइन। त्यही भएर म चाहिँ भ्लगमै सीमित राखौँ भनेर होइन। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ बच्चाहरूको लागि कस्तो मजाको बनाइदिएको छ होइन, बच्चाहरू खेल्नको लागि। अनि त्यही हो गाइज, पार्क चाहिँ एकदम मन पर्यो मलाई होइन। एकदम मन पर्यो है त पार्क, भेरी धेरै राम्रो लाग्यो। अनि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ केटाकेटीहरू खेलिरहेछन् होइन। त्यही पछाडि देख्न सक्नुहुन्छ तपाईँहरू, बच्चाहरू खेलिरहेछन् होइन। सबै एकदम राम्रो छ। अनि त्यही हो, गर्मी एकदमै बढिरहेको छ होइन। तपाईँहरूले थाहै छ होला साउदीमा हुनुहुने दाजुभाइहरूलाई होइन, गर्मी एकदमै बढिसकेको छ। त्यही भएर बाहिरतिर यस्तो राति अँध्यारो छ होइन। माथि जुन लागिरहेछ, अब यस्तो अँध्यारोमा पनि यस्तो पसिना निस्किरहेछ नि, के कुरा गर्ने तपाईँहरूलाई होइन। यस्तो छ गाइज। अनि यो चाहिँ बब्बाल छ, यो चाहिँ बब्बाल देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा गाइज। बब्बाल लाग्यो है त, मलाई बब्बाल लाग्यो। यो डिजाइन चाहिँ एकदम खतरनाक है त गाइज, बब्बाल छ। यो चाहिँ पार्कको नर्थ इस्ट है त गाइज, यस्तो छ होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले, घाँसमा हिँड्न पाइन्न, पानी खोलेर छोड्न पाइन्न होइन, यत्तिकै बस्न पाइन्न यताउता भनिरहेको होइन। साइकलभित्र नलिने अरे, सिसी क्यामेराले हेरिरहेको छ अरे होइन, कुकुरभित्र नलिने अरे। अब हिँड्ने अब यस्तो इङ्ग्लिसमा लेखिदिइरहेको छ नि। फेरि अरू ब्याचलर क्लियर गरेको मान्छे फेरि यस्तो इङ्ग्लिस फेरि आउँदैन कि, त्यही भएर गाह्रो छ गाइज। त्यही हो गाइज होइन। पार्कमा चाहिँ यहाँ खासै मान्छेहरू भेटिएन होइन। ब्याकग्राउन्डमा यस्तो राम्रो छ होइन ब्याकग्राउन्डहरू त, तर एक्लै हल्का भिडियो बनाउँदै हिँड्ने गरिदिएको म चाहिँ होइन। यस्तो छ गाइज, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि त्यही हो, आजको मिनी भ्लग चाहिँ यस्तै भयो है त। खासै राम्रो त भएन होइन, त्यही पनि म तपाईँहरूले देखाउने चिजहरू चाहिँ यति नै हो, त्यति ठुलो छैन। अनि भर्खर ओपनिङ भएको मात्रै हो होइन। त्यही भएर खासै राम्रो चाहिँ मलाई लागेन। अब तपाईँहरूले कस्तो लाग्यो जस्तो कमेन्ट गरिदिनु होला। त्यही हो, ब्याकग्राउन्डमा चाहिँ केटाकेटीहरू इन्जोयले खेलिदिइरहेछन् होइन, इन्जोयले खेलिदिइरहेछन्। रमाइलो छ एकदम धेरै, खासै मन पर्यो होइन। बब्बाल छ। तपाईँहरूले कस्तो लाग्यो भनिदिनु होला, यो पनि भन्न चाहन्छु।
त्यही हो गाइस, म चाहिँ अब फर्किन लागेको होइन। खासै रमाइलो चाहिँ भएन, हल्का फोटो भिडियो बनायो होइन, त्यही हो। अब चाहिँ फर्किन लागेको है त गाइस। खासै रमाइलो भएन, अब मान्छेहरू एकदम धेरै इधर उधर भएको भए त अब रमाइलो पनि हुन्थ्यो होला। एक्लै दौडिँदा घुम्दा होइन पसिना निस्किसक्यो तर दाँतबाट। गाह्रो छ गाइस, गाह्रो छ एकदम। फेरि त्यही हो गाइस, रमाइलो चाहिँ एकदमै भयो भनौँ होइन। रमाइलो भएन भन्ने भने पनि फेरि तपाईँहरूले भिडियो पुरै हेरिदिनु हुन्न नि त, त्यही भएर नि गाह्रो छ। रमाइलो एकदमै भयो होइन। पार्क चाहिँ एकदम दामी छ है, एकदम दामी छ। फोटो भिडियोहरू बनाउनको लागि त एकदम यहाँ बस्ने होइन, ट्याक्क फोटो खिच्ने अनि ड्याममा हालिदिने होइन, त्यस्तो छ गाइस। अनि यता पनि सबै हो। अनि ब्याकग्राउन्डमा तिरीहरू राम्रो राम्रो लगाइरहेछ होइन, त्यही हो। रमाइलो चाहिँ रमाइलो छ है, तर रमाइलोको लागि एउटा साथी चाहिँ हुनुपर्ने रहेछ ल। एक्लै चाहिँ खासै रमाइलो लाग्दैन कि, एउटा साथी भएको चाहिँ एकदम मस्त रमाइलो हुन्थ्यो। तर एक्लै अलि खासै नरमाइलै लाग्ने रहेछ गाइस, त्यही हो। ओके गाइस, म चाहिँ लाग्दिएको होइन, खासै रमाइलो चाहिँ भएन। आजको मिनी भ्लग धेरै राम्रो भने जस्तो र सोचे जस्तो पनि भएन होइन। नेक्स्ट भ्लग चाहिँ एकदम राम्रो र भने जस्तो आउने। फाइनली गाइस म चाहिँ आइसकेँ होइन, साइकल पार्किङ गरेर अब चाहिँ म जाँदैछु रुमतिर। त्यही हो गाइस, आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई? खासै रमाइलो त छैन, त्यही पनि मिनी भ्लग हल्का छुट्टीमा छु, सुतेर बसिन हुनु यता पनि भयो भने एउटा भए पनि भ्लग हालिदिउँ भनेर मात्र निस्केर गएको म होइन, नत्र जाने मान्छे चाहिँ होइन म होइन। त्यही हो गाइस, कस्तो लाग्छ लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुलिदिनु होला है त गाइस। आजको भ्लग चाहिँ यति नै, नेक्स्ट भ्लग चाहिँ अझै बेस्ट
अफ द बेस्ट आउनेछ भन्दै भलकलाई मैले है अन्त्य गरेँ। थ्याङ्क यू सो मच फर फुल वाचिङ माई भिडियो पनि हो यो हजुर गाइस।